जय श्री राम। र हामी मेलिन्छ उपस्थित भएर आज हामीलाई यस कार्यक्रममा धेरै मात्रामा सहयोग गर्नुहुने हाम्रो इएम सजल कुमार सिंह सरलाई 2 शब्द राखिदिनको निम्ति अनुरोध गर्दछु र त्यसपछि हाम्रो नेसन दललाई पनि म 2 शब्द राख्नको निम्ति अनुरोध गर्छु। पहिला अगाडि हामी हाम्रो कोक्राझार जिल्ला राष्ट्रिय स्वयंसेवक संघका कार्यवाह नेर्सन ब्रह्म जय श्री राम। जय श्री राम। जय श्री राम। जय श्री राम। र हामी मेलिन्छ उपस्थित भएर आज हामीलाई यस कार्यक्रममा धेरै मात्रामा सहयोग गर्नुहुने हाम्रो इएम सजल कुमार सिंह सरलाई 2 शब्द राखिदिनको निम्ति अनुरोध गर्दछु र त्यसपछि हाम्रो नेसन दललाई पनि म 2 शब्द राख्नको निम्ति अनुरोध गर्छु। पहिला अगाडि हामी हाम्रो कोक्राझार जिल्ला राष्ट्रिय स्वयंसेवक संघका कार्यवाह नेर्सन ब्रह्म सरलाई 2 शब्द कस्तो लाग्यो त्यहाँ अनुभव उहाँलाई 2 शब्द आफ्नो अनुभव शेयर तो कथा हल राम कथा द्वारा আমি এখন পিছ পৰি থকা যে আমাৰ হিন্দু সমাজ আছে সকলো সমাজে ইয়াত একত্ৰিত হ'ব লাগিব আৰু আগন্তুক দিনত যেনেকৈ ভগৱান ৰামচন্দ্ৰই নিজে স্বয়ং বনবাসত গৈ পেলাই र यस धर्म ध्वजको बारेमा उरतो मारुतिर्यश्यस्तं वन्दे रघुनन्दनं सम्पूर्ण सनातनीहरू हाम्रो बिचमा जहाँबाट पनि आउनुभएको छ सम्पूर्ण सनातनी सम्पूर्ण जय श्री राम। 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 अब 7 दिन 9 दिनसम्म जय श्री राम। जय श्री राम। जय श्री राम। र अहिले हामीले स्वस्तेन इन्द्रो वृद्धस्रवाः स्वस्ति पूर्वा विश्ववेदाः स्वस्ति नश्यतारक्षि ॐ रामाय रामभद्राय रामचन्द्राय वेदसे रघुनाथाय नाथाय सीताय पतये नमः। बोले सियावर रामचंद्र की श्री राम जय राम जय जय राम श्री राम जय राम जय जय राम श्री राम जय राम जय जय राम श्री राम जय राम जय जय राम। बोले सियावर रामचंद्र की पवन सुत हनुमान जी। यो हामी गर्नुभन्दा पहिला हामी आज उपस्थित हुनु हाम्रो आजको यस कार्यक्रमलाई विशेष रूपमा साथ सहयोग गर्नुहुने हामीलाई विशेष रूपमा सघाउनुहुने हाम्रो बिटिआरको जनप्रिय इएम सजल कुमार सिंह सरलाई टीका खदा र टोपीले सम्बोधन गर्नको निम्ति म आयोजक समितिलाई अनुरोध गर्दछु। जोरदार तालीले सबैलाई स्वागत गरौँ र त्यसै बीचमा हाम्रो कार्यक्रमलाई अगाडि बढाउँदै अब यहाँ छ दीप प्रज्वलन सजल कुमार सिंह सरले। सबैजना यस पण्डालको त्यहाँनिर बसिदिनु होला। तपाईहरु अगाडि बसिदिनु होला। यहाँ जग्गा अलिक कम्ती छ, ठाउँ कम्ती छ। तपाईहरु अगाडि बसिदिनु होला। हामी उद्घाटन गरेर मञ्चमा उहाँ उठ्नुहुनेछ र यस मुख्य हाम्रो मण्डप भनौँ व्यासपीठ उद्घाटन गर्नको निम्ति हामी सबैका परिचित माननीय इएम सजल कुमार सिंह सरलाई फिता काटेर उद्घाटन गर्न
नेल्सन ब्रह्म दादालाई टीका र खदाले सम्बर्धना गर्नको निम्ति अनुरोध गर्दछु र सबैले जोरदार तालीले दादालाई स्वागत गर्नको निम्ति अनुरोध गर्दछु र अनुरोध गर्दछु र हामी सबै सोदल दादालाई अगाडि बढेर सघाउनको निम्ति अनुरोध गर्दछु र सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै र सबैलाई भित्र आउनको निम्ति अनुरोध गर्दछु हाम्रो अरू पनि कार्यक्रमहरू छ र अब छ हाम्रो व्यासपीठ उद्घाटन सबैलाई